नमस्ते, जय मसी। मेरे म खड्काबहादुर लिम्बू मेरो युट्युब च्यानल तपाईँले जहाँबाट हेर्नुहुँदैछ म तपाईँलाई नमस्ते अवश्य ढोक गर्छु र तपाईँले के भन्नु चाहन्छु भन्दाखेरि हिजो बेलुकाको मैले भिडियोमा चाहिँ रोटी पोलेको देखाएको थिएँ, सिस्नु और भात पकाउने गरेको देखाएको थिएँ र आज चाहिँ मैले फेरि पनि तपाईँले छोटो भिडियो देखाइराख्नु छ। गल्ती भुल गएमा तपाईँमा क्षमा। नमस्ते। हेर्नुहोस्, अब म भात खान सुरु गरेँ। यहाँ दिउरेमा हिजो यो दिउरेमा भात पकाएँ, अब यो दिउरेमा खान्छु होइन, खान्छु। अब अहिले उठेँ, लुगाफाटा धुएँ है। यो हिजोकै भात हो। मैले तपाईँले हिजो भात पकाएँ है, तिउन पाएर बिहान पकाएर खान्छु भनेको थिइनँ। दाल, सिस्नुको दाल, किन मेरो हाई प्रेसर 250 पुगेको छ, त्यसले गर्दा म सिस्नु खानुपर्छ, सिस्नु गर्नुपर्छ। अस्ति मेरो हाई प्रेसर नाप्नेले दबाई खाँदा चाहिँ दबाईको सिसी हल्लाउनु भनेको रहेछ। म दबाई खाँदा पुरा हल्लिनु भनेर पुरा हल्लेको, त प्रेसर त 250 पुगेछ। डन्डै म पो घुमेर झन्डै लडेँ नि। अन्त त्यस्तो लाग्दाखेरि अन्त फेरि यो सिस्नु खाँदैछु। र तपाईँहरूलाई के भन्नु चाहन्छु भन्दाखेरि म एक्लै नै छु, मेरो एक्लै अवस्थामै छु, म एक्लै मान्छे हो। मेरो श्रीमती 2020मा डिसेम्बरमा माइत गएको, अझै पनि फर्केको छैन। कहाँ गयो होइन, माइत गएको छु, अझै पनि फर्केको छैन। म पर्खिराखेको छु, सायद आउँदैन होला। म पनि उसले खोज्दै ऊ भएको जग्गामै म जाने प्लान गर्दैछु। र अब यो खाजा खाएर म यो चाहिँ खाना खाएर चाहिँ म काममा जान्छु। दुध छैन, गाई पाल्न सकिँदैन, भ्याइँदैन, त्यसले गर्दा रङ चाहिँ एकदम कालो, गाह्रो राता भन्छ नि, रातो होइन कालो होइन, राता राता। ल सिस्नु र भात खाँदैछु। हाई प्रेसरको दबाई भन्छ नि सिस्नु, त्यसले गर्दा सिस्नु चाहिँ मैले खास गरी उखालेर मारेको, तर मैले सिस्नुले माया गरिनँ, तर सिस्नुले चाहिँ मलाई माया गरेछ। मेरो घरको मालिक चाहिँ हाई प्रेसर छ र म दबाई उम्रिनै पर्छ भनेर चाहिँ उम्रेर चाहिँ त्यो दबाई पकाएर चाहिँ म खाँदैछु। मेरो प्रेसर कन्ट्रोल भयो र म काममा अब जान्छु। काममा गएर दिनभरि काठसँग लडाइँ खेल्नुपर्छ र बेलुका घर फर्केर आउनुपर्छ है। कति रमाइलो जिन्दगी हुन्छ नि हो। के म त मिठो छ नि यो। म त मेरो प्लेट पनि त स्ट्यान्डवाला पो छ त, स्ट्यान्डवाला प्लेट छ यी। साथीहरू, म टोपी त किसिम किसिमको अड्छु नि हो। कोही बेला केप अड्छु, कोही बेला फाल्टो टोपी अड्छु, कोही बेला ढाका टोपी अड्छु, कोही बेला जाली टोपी अड्छु। म त मेरो टाउको सेपको लागि। टाउको अस्ति सेतो थियो, एकजना भाइले कालो बनाउँ भनेर कालो बनाएको थियो, तर रातो भएछ, फेरि रातो हुँदैछ। र के गर्नु तपाईँ, अब बुढेसकाल भए पनि अलिकति बनिनै पर्यो। गन्दा बङ पसिना गनाउँदै हिँड्नु भएन। म त मेरो जिउमा त हार्मेस पुरोफुङ्की रोफुङ्की के चाहिँ त्यो स्यान चाहिँ दल्छु कि। अन्त नुहाइधुवाइ गर्छु, लुगाफाटा धुन्छु, नुहाउने काम गर्छु है साथी हो। बुढो मेरो साथीहरू, गति छडेर नुहाइनुमै गन्दा बङ नुहाइनुमै पसिना थुक्छ है। विशेष गाडीतिर पस्दाखेरि त हौ हुसियार गर्नुपर्छ है। अहिले नुहाइधुवाइ गरेर चट्टाचुट्टी भएर हिँड्नु। म यही सल्लाह दिन्छु। यहाँ सर्टको कलरभरि कत्ला बोकेर नुहाइनु है। गाडीमा बस्दा सबै कुरो, गाडीतिर बस्दाखेरि बडा घिनलाग्दो हुन्छ। हामीले आफै गनाएको सुनिँदैन, अर्काले गनाउँदा उनीहरूको मुखबाट उल्टी आउनै खोज्छ, आन्द्रामुढी बटारेर आउँछ। त्यति बेला तपाईँले 120, 220, 240को एउटा पोर्टफोन तपाईँले युज गर्नु सक्नुपर्छ है भाइहरू। नुहाइधुवाइ गर्नु, हप्तामा 3 ताल नुहाउनु हो। नुहाउँदैमा जिउ मान्छे नुहाउँदैमा मान्छेको जिउ खिने होइन,
मान्छेको जिउ सफा हुन्छ, दुःख बिमार भए पनि चङ्गै हुन्छ, याद गर्नुहोस् भनेर म यही सल्लाह दिँदैछु। बुढोपाकाहरू म अहिले 74 वर्ष पुग्छु र म कहिले माइला भएर हिँड्नु सक्दिनँ। चट्टाचुट्टुकै भएर हिँड्नुपर्छ, आफ्नो शरीरले वास्ता गर्नुपर्छ। र तपाईँहरू यही भन्न सल्लाह चाहन्छु, तपाईँहरू सर्टहरू लुगाहरू धोएर लाउनुहोस्, नुहाइदिनु गर्नुहोस् र कलरमा कालै लेख्रा बोकेर नुहाइनुहोस् है, गन्दा छोरी मान्छेलाई थुक्छ है, याद गर्नुहोस्। म यही तपाईँलाई सल्लाह दिन्छु। होइन हौ, बेसी बोली पठाइछु कि भात पनि खानुपर्छ। बेसी बोली पठाइछु। मेरो दाँतहरू जम्मै उक्ली गयो पारि 22मा सुपारी खाने हुँदाखेरि। हाई प्रेसरकोले नुन खानै हुँदैन भने त यो नुन मेरै अगाडि आउँछ जहिले तहिले। यो नुन चाहिँ मेरै अगाडि आउँछ, किन त लुकाउँछु मेरै अगाडि देखा पर्छ। पर लुक मेरो अगाडि आउने काम छैन, यता लुक कस्तो खालको मेरै अगाडि देखा पर्छ। म एक्लै छु नि हौ, मेरो परिवार सबै सर्के गइहाल्यो। मेरो श्रीमती सर्के गइहाल्यो मलाई छोडेर, मेरो छोराहरू पनि मलाई छोडेर गयो। म एक्लै छु घरमा। मेरो बुहारी नातिनी छ तर घरमा छैन। नातिनी स्कुल जान्छ, घरमा त बस्दैन। नानी स्कुल जान्छ, त्यसले गर्दाखेरि स्कुलको लागि खर्चपात चाहिन्छ, त्यसले गर्दा काम गर्नुपर्छ। अरे एक्लै छु नि हौ, के गर्नु त। अरे फेरि त भातै खानु भुलेछु लु हो। मेरो सानो किचन है। अब यो चाहिँ खानु सकिनँ, अब यहाँ मैला भयो, राखेर राख्छु। साथीहरू एक्लै जिन्दगी एक मजाको जिन्दगी हुन्छ। कामबाट ढिलो आउँदा पनि कता गयो हो बुढो त आइपुगेन भन्ने कुरा पनि छैन। बाटोतिर बिमार भयो सुतिरहेको छ भन्ने कुरा पनि आउँदैन हो। म घरमातिर जान्छु, घरमा सुताउँदै घरको मान्छेहरू सुताउँछ होला भन्ने कुरा पनि छैन। जता बस्यो त्यतै, जहाँ खायो त्यहीँ बस्यो होइन। बाटोमा सुत्यो, बाटो नै घर, जङ्गलमा सुत्यो, जङ्गलै घर। के गर्नु त। र पनि म कहिले पनि म चाहिँ जङ्गलतिर सुत्ने काम छैन। आदत मेरो छैन, अर्को घरमा सुत्ने आदत पनि छैन। कर लागेर सुत्यो भने म रातको निद्रा लाग्दैन। मालिकहरू नउठिन उठेर म त्यहाँबाट भागिहाल्छु। मेरो आदत सानोदेखि आदत, मेरो अर्को घरमा बस्ने मेरो आदत छैन। म परदेश गएँ भने म परदेशमा रात बिताउनु मलाई साह्रो पर्छ। त्यसले गर्दा म साह्रै परदेश पनि जान्दिनँ। मेरो घरमा होस्, मेरो घर जस्तै धत्रै नै होस्, माइला कचौडै होस्, जे सानो झुपडी नै होस्, तर मेरो घरलाई त यति साह्रो माया लाग्छ। मलाई परमेश्वरले यो सानो झुपडी नै मलाई ताजमहल बनाइदिनु भएको छ। मलाई ताजमहलै लाग्छ। यो मेरो किचन हो। र आजको सन्देश तपाईँले सुन्नुभयो। अब सबैलाई नमस्ते, जय मसिह, सेवारो।